बोर्डरमा छैन त कुनै सिस्टम नै छैन तर जे होस् यहाँबाट भित्र छिर्न चाहिँ एकदम टाइट छ है हाम्रो अरू केही पनि छैन सिस्टम नेपाल कति चोर छिरिरहेको हुन्छ कति बिना छिरिरहेको हुन्छ हात छिर्न पाउँदैन सुन छिर्छ दुनियाँ छिर्छ नुनदेखि सुनसम्म छिर्छ होइन बिना भ्रष्टाचार हुन्छ राम्रोसँग जानुलाई राम्रोसँग यात्रा स्टार्ट बल्ल है राम्रो नेपालको पेट्रोल पम्पमा फर्स्ट टाइम मैले चार्जिङ स्टेसन देखिरहेको छु यो चार्जिङ स्टेसन थियो त्यहाँनिर देखिरहेको छु क्या Got 100 bad habits, number one is addiction. If I die, suicide, can't blame my prescription. I'm not alive, ostracized, but God is my witness. I'll sell the mother. Hey. Khơi ra chomili khơi ra. Lại này nữa. हम अभी त्रिभुवन इंटरनेशनल एयरपोर्ट की नज़ारा हैंगर नेपाल एयरलाइंस इंजीनियरिंग हैंगर पोखरा सिडियाहरू गयो है बाहिरतिर त्यसरी दसैँमा नेपालतिर अब एक्लै हुन्छ जस्तो छ दिएकै थिएन है हेलो जस्ट नमस्ते वाट्सएप सबैजना सन्चै नै हुनुहुन्छ ल हो अनि म पनि आराम फाइन छु भन्नु पऱ्यो है आज यसो मौसम हेर्दाखेरि चाहिँ काठमाडौँको मौसम अलिअलि कस्तो टाइपको छ है यु क्यान लेसी नजारा यो एयरपोर्टदेखि हामी देखिन्छ चारतिर हाट कालो भइरहेछ है मम्मीको 9 बजेको फ्लाइट थियो त्यही पनि हामी अहिले बाहिर निस्किसक्यो बिहान 5 बजी आएको 6, 7, 8, 9 3 घन्टाभित्र चाहिँ अगाडि छिर्ने सिस्टम त्यस्तो छ क्या नेपालको आमा 3 घन्टा वेटिङमा राख्छ त्यस्तोमा एउटा 2 घन्टाको फ्लाइटको लागि सो त्योभन्दा धेरै नगलौँ होइन यस्तो कुराहरू बोल्न पाइन्न हामीले बोल्नुदेखि नपाउनु र पाउनु चाहिँ होइन यहाँनिर चाहिँ डोमेस्टिक प्लेन छ यो अगाडि आन्तरिक टर्मिनल भवनतिर चाहिँ वेटिङ मेसिन हो नफाल्नु न त्यसरी बेबी हेलो उल्लु 24 घन्टा बिहानदेखि बेलुकासम्म जाने टाइम बिजी त्रिभुवन इन्टरनेसनल एयरपोर्ट टोलीहरू लाउरेहरू यतातिर हेलो फोटो खिच्ने जान्छ लाइनहरू क्रास दिन्छ नि दुईवटा कसरी बनाउनु त मैले अब ल लगाइदेऊ ल सबैसम्म त है यसरी यात्रा गर्न पाऊँ राम्रो होइन राम्रो सँगै यात्रा एनी टाइम बाहिर जाने मान्छे बिहानदेखि बेलुकासम्म यस्तो प्याक हुन्छ कि कति जान्छ होला कि 1 वर्ष
यहाँनिर आएको नन स्टप बाटोमा नै प्रस्ताव हुनुहुन्थ्यो यहाँनिरबाट स्ट्राइक अब इन्टर हुनु पर्छ सायद है ओ लौरी छौरी राम्रोसँग जानुलाई राम्रोसँग यात्रा स्टार्ट बल्ल गर्नुपर्छ जो केही कुराहरू चाहिँ ल्याउनुपर्छ नि त यहाँ होइन नलाग्दो खास सो हाम्रो सोच चेन्ज छ केही चेन्ज ल्याउनुपर्छ नि त तर एयरपोर्टको बिहाल छ कि बिहाल कहाँ के हो है केही सिस्टमेटिक नै छैन कि यहाँको एयरपोर्टको बाई बेटा छोरीले आमा समातेर छोडेर खाएन गयो पछि त्यहाँबाट ए त्यो त्यहीँ पो रहेछ त है सम्झना छ के भयो Hi bro. Hello. रोगो हो छोरा आमा रोगो किन रोगो भन्नु नरु नआमा भन्नु भन्नु Baby, खाना पिच्ची बा त्यो कागज पत्र चाहिँ दिनु न मलाई चेक गर्न पर्ने होला नि ओइ गयो भने डस्टबिन नि उल्लु बा उल्लु मेरो यहाँ राख्न ल्याएर जानु न बाइ गरे ल आरामले लिएर त्यो झोलाहरू चाहिँ केयर गर्नु ल मम्मी झोलाहरू सामानहरू हराउँला यताउति केयर गर्नु न अन्त ध्यान नदिनु अब त्यो झोला माथि राख्नु झर्छ अहिले त्यो सानो झोला अगाडि राख्नु न हो त्यहाँ अगाडिको सानो झोला पनि मम्मी अगाडिको सानो झोला नि त्यहाँ राख्नु न त्यो झोला हो त्यहाँ उता पहिला फोन गर्नु ल कुनै सिस्टम नभएको ठाउँमा नि नचाहिने सिस्टम धेरै अगाडि बढाउन खोज्छ क्या हाम्रो देशमा कुनै पनि सिस्टम छैन तर यो डोरी भन्दा अगाडि चाहिँ छिर्नलाई चाहिँ एकदम प्रोहाइबिटेड छ है अन्त एयरपोर्टमा छैन छैन त कुनै सिस्टम नै छैन तर जे होस् यहाँबाट भित्र छिर्न चाहिँ एकदम टाइट छ है हाम्रो अरू केही पनि छैन सिस्टम नेपाल एयरपोर्टमा देख्दाखेरि कति चोर छिरिरहेको हुन्छ कति बिना छिरिरहेको हुन्छ खाता छिर्न पाउँदैन सुन छिर्छ दुनियाँ छिर्छ नुनदेखि सुनसम्म छिर्छ होइन बिना भ्रष्टाचार हुन्छ हात छिराउन पाउँदैन सकेन त्यस्तो कुनै सिस्टम अनुसार हरेक कुरा सिस्टम चलायो भने हो भने कि अब यहाँबाट यो डोरी भनेर भित्रबाट आउँदा त्यस्तो शब्द बोल्यो कि एउटा रोमान सरले है एउटा पोसाकमा बस्नु भएको आइएलमा बस्नु भएको
भगवान् छ त्यस्तो शब्द बोल्नु ल कतिजना हो कतिजना डाइरेक्टर के गर्नु मामा यस्तो गरेमा सबै खाँदा फिर्ता आयो नेपालको पेट्रोल पम्पमा फर्स्ट टाइम मैले चार्जिङ स्टेसन देखिरहेको छु यो चार्जिङ स्टेसन त्यहाँनिर देखिरहेको छ क्या यस्तो क्या यो चाहिँ वसुन्धरा पेट्रोल पम्प हो है पुलिस पेट्रोल पम्प चाहिँ त्यहाँनिर फर्स्ट टाइम देखेँ क्या मैले अहिलेसम्म देखेको थिएन जस एभी चार्जिङ स्टेसन एउटा दुईवटा तिनवटा चारवटा गाडी चार्ज गर्न भ्याउने रहेछ यहाँनिर चाहिँ ठ्याक्क यतापट्टि पनि रहेछ ग्यासवाला पनि चार्जिङ स्टेसन है दामी लाग्यो जस चेन्ज त आउनु पऱ्यो नि त होइन सधैँभरि त्यसरी कहाँ हुन्छ त अनि त्यस यो एउटा तार होला यस्तो यस्तो गरेर रहेछ होइन सर यतापट्टि पनि रहेछ ठुलो गाडीहरूको लागि होइन भोल्टेज अनुसारमा फरक पर्छ होला ए र बी चलेको छैन अरे सी मात्र चल्छ ए एउटा दुईवटा तिनवटा चारवटा चल्दो रहेछ यो चाहिँ चार्जिङ कसरी गर्दो रहेछ हुन्छ है वाउ चार्जिङ सिस्टम ट्याक्क खतरा छ खतरा दामी लाग्यो जस अरू पेट्रोल पम्पहरूमा नै आउनु पऱ्यो अब सबै यस्तो स्टेसनहरूमा यसो चार्जिङ स्टेसनहरू राख्यो भने चाहिँ एकदम इजी हुन्छ भन्ने चाहिँ लागेको होइन किनभने यत्रो धेरै पेट्रोल र डिजेलमा खर्च गर्नुभन्दा चाहिँ होइन हाम्रो देशमा भएको चार्जिङ यत्रो विद्युतीय उहरू हामीले चाहिँ गर्दा चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ त्यही भएर चाहिँ दामी यो चाहिँ चार्जिङ स्टेसन भनेको चाहिँ बवाल हुनुपर्छ दामी है अझ हरेक पेट्रोल पम्पहरूमा हुनुपर्छ कम्पलसरी हुनुपर्छ क्या बिस्तारै ग्यास भयो चार्जिङ स्टेसन होइन यताउति सबै कुरोहरू भयो भने चाहिँ यो यसरी पेट्रोल र डिजेलको लागि आत्तिनु पर्दैन नि त यस त्यही हो चार्जिङ स्टेसन आएको रहेछ क्या मामा है मैले देखेकै थिएन क्या पहिला हजुर प्रायः पेट्रोल पम्पहरूमा छ अहिले बिस्तारै सञ्चालनमा आउँदै ठिक छ बिस्तारै सबै ठाउँहरूमा सञ्चालनमा आयो भने राम्रै हुन्छ पेट्रोल गाडीभन्दा आफ्नो देशको अलिकति जोगाउनु बाटो नाति नि चलाउनु